भन्छ अनि मसँग कन्ट्याक्ट छैन भन्न मैले पाइयो त यार कुरा हुँदैमा के तपाईँको ल्याएर मैले कुरा जोडाइदिनु पर्छ जस्ट मेरो साथी भन्न सकिन्छ नि त त्यसले आएर बोल्नु त धेरै अब तर मात्रै कुरै मात्रै भइरहन्छ भन्ने कुरा उनीहरूको होला उनी हामी प्राइभेट कुरा गरेर तैँले कुनै कुरा मलाई नि भन्नु भएको थियो भनेको कुरा त तिमीसँग कुरा हुन्छ भने भन्देऊ त मलाई नि भन्नु भएको थियो अहिले आएर किन बोलेन त अहिले अघि आएर किन बोलेन त नि मैले भनिसके त मैले तपाईँ अघि नै बिहान के भने किचनमा तपाईँले उहाँ रक्सी खानुहुन्छ तपाईँ रक्सी खानु न इक्जाम्पल है अब खानु चाहिँ खानु उहाँ रक्सी खाने तपाईँ नखाने के बराबर एउटै भयो कुरा एउटै भयो रक्सी खाएर उहाँले प्याच्च भन्दैन तपाईँलाई जिन्दगीभरको लागि खोटो पुग्यो के पुग्यो तपाईँले यति भएपछि देवीका सिस्टर तपाईँलाई कसैले केही भन्दै भने पुग्यो यसको बारेमा केही नराम्रो बोलेको पनि छैन मर्नी जानु यति भन्दैछ तपाईँलाई पुग्यो कसैले हुने नहुने चाहिने नचाहिने भन्दै भने तपाईँलाई यो पनि पुग्यो म ठिक छु म भन्ने कुरा तपाईँलाई छैन कि अर्काले अलिकति केही भनिदिएपछि अरेको भरमा पुग्यो बस तनी साथीको कुराहरू सुनेर बोल्छेस् भने बोल भन तँलाई ठिक लाग्दैन तर मलाई पर्सनलमा भनेको 4 जना पर्सनलमा भनेको यहाँनिर के भएको छ कुमारले के गरेको छ भन्ने धुत्ने यो कुरा अरूलाई लडाई मिनालाई चाहिँ सम्झाउन पर्छ मिनालाई एउटा मान्छे चाहिएको छ सहयोग गर्ने जस्तो कुरा नगर्नु तपाईँ मिनालाई सहयोग चाहिन्छ भनेको होइन ल भाउजूलाई भनेको यो सियाले होइन कि अघि यहाँ भनेको थियो कि एउटा आइमेले आएर मिनालाई सहयोग चाहियो अरे मिनालाई एउटा सपोर्ट दिने मान्छे चाहियो अरे मिना के बच्चा हो कि दुनियाँ मान्छे पोइ मरेर दिदीबहिनी बाँचेका छैनन् एक्लो नारी बाँचेको छैन हाम्रो समाजमा देखेको छैन सङ्घर्ष गरेको छैन र एउटा चाहिँ पोइ छोडेको मान्छेलाई हामीले सपोर्ट दिनुपर्छ त्यो एउटा आइमेले आएर भन्दै थिएँ कि त्यसलाई भनेको मैले अब हामीलाई के सम्झाउनु पर्छ कि हामी के ऊ हो हामी के अन्धा भक्ता हो हाम्रो कुरा अर्काले गरेर ऊ गर्नलाई तपाईँ के आफ्नो ठाउँमा सही हुन्न र अर्काको कुरा काट्छन् यस्तो गर्छन् भने अरूको कुरा लागेर हुन्छ तपाईँ ल त मेरो कुरा कसैले काट्नुहुन्छ ल त मेरो कुरा कसैले गर्छ ल त आफूमा सही बन्नु न मर्छु यसको कुरा त मैले अहिलेसम्म गरे जस्तो लाग्दैन होइन पब्लिकहरूले नि सुनिराख्नु भएको छ कुराहरू गरिरहेको छ खोइ म त थाहा छैन यार हाम्रो मनमुटाव पनि भएको छैन मङ्गलबार ड्युटीमा चाहिँ तपाईँहरूलाई किन चाहियो अहिले शुक्रबार हो भनेर भने मैले हिजो 5,000 मान्छेले भने अनि अहिले पनि यसको लाइभ हेरेँ अनि देविका खै मसँग त कन्ट्याक्टमा छैन भनेर मुख बिगारेर भने के होइन अनि कन्ट्याक्टमा नभएपछि दाइले निकाल भनेपछि कन्ट्याक्टमा छैन त भन्नु पर्यो त यार 3-4 दिन भयो मसँग 1 हप्तै भयो ल कन्ट्याक्ट छैन भनेपछि छैन भने मलाई म्यासेज प्राइभेट नि गरेको छैन कन्ट्याक्ट छैन मैले भन्न त पाइयो त यार मैले सबैलाई बोलेर मलाई मन खाएको मान्छे मैले थाहा छ मलाई त कस्ता मान्छे रहेछन् भने कुरा लाउने कुरा अहिले त हेर तँलाई के लाग्छ प्राइभेट हैन तँले त्यहाँबाट मङ्गलाले बोलिन त थाहा भएन हैन मङ्गलाले ठीक छ हैन तेरो र मेरो स्क्रिन शेयर गर तँलाई WhatsApp खोल WhatsApp मा नम्बर हाल मलाई हिजो दुईटा कुरा अरूले भने अनि तपाईलाई यति भन्दा चित्त दुःख फेरि देविका सिस्टर तपाईले यति भन्दा चित्त दुःख फेरि मङ्गलासँग त्यस्तो होइन कि मैले के 4 जनालाई के भनेको थिएँ भने म यहाँ हाम्रो केही कुरा भएको छ भने सेयर गरेको थिएँ कि यो कुरा बाहिर आइसकेपछि त अनि मान्छे धुत्न रहछन् खतम रहछन् भन्ने थाहा भयो नि त तर मङ्गलाले मैले कसैको कुरा गरेको छैन यदि मैले नराम्रो कुरा बोलेको पनि छैन यदि मलाई बजाउने र जुदाउने गरे भने कट्ट म जति नराम्रो हरामी केटी म पनि छैन मैले कसैको आज पैसा खाइदैन मलाई नराम्रो बोल्छ भने सिधै दिन्छु मैले भने मैले साथीभाइको कुरा अहिलेसम्म गरेको छैन यो सेल्फ मैले अस्ति तैँले त फोन नै गरिदिनुहोस् न त कस्तो सेल्फिस भनेको मैले यहीँ टिकटकमै भनेको हो मेरो माया पनि लाग्दो रहेछ है यो कुरा टिकटकमा सिस्टर बोलेर पठाउन मिल्ने रहेछ क्या भोइस अन्त भिडियो मिल्ने रहेछ मिल्छ अनि मैले रेकर्ड गर्न फोटो पठाउन भिडियो पठाउन मिल्छ मैले यसलाई भोइस म ठिक छु है म मोबाइल छैन मोबाइल किनेपछि मात्र कन्ट्याक्टमा आउँछु भनेर भोइसै बोलेर 4 जनालाई पठाएको थिएँ रमा दिदीकोमा जानु अरे भने छ यार जो चाहिन्छ उही आउँछ दादा बोला त्यतै जान्छु र म यति कुरा किटानी गर्छु जसले जहाँ भन्दै त्यही जाँदैन पालेको छैन देविकालाई कसैले पालेको छैन जाँदैन जसलाई मन लाग्छ उही आउँछ खोज्दै कसैलाई जाँदैन देवीके यहीँ जा भन्नु न अब उसले देखाएको फोटो हो सिधै कुरा जाँदैन देखाएको त हो हजुरसँग उसले त भनेको फोटो पनि भिडियो पनि भिजुअल छ रेकर्ड छ हो तपाईसँग युट्युबमै हाले देविका सिस्टरले ए छ त्यो युट्युबमा मेरो बोयफ्रेन्ड भनेर उसले यसरी नै देखाएको लेदरको ज्याकेट लगाएको मैले चाहिँ हिजो त्यो विजयलाई चाहिँ बोलाउनुको कारण चाहिँ यस्तो हो क्या कुमारको चेक लिँदै हिँड्ने पछि लिएर हिँड्छ अरे किन पछि हिँड्नु पर्यो अरूको विषयमा किन कुरा लाउनु पर्यो ऊ को हो र भन्न खोजेको हो मैले हिजो विजयलाई चाहिँ होइन त्यति हो
हामी कता मेरो कता र जानु कालीको हो रे। सम्बन्ध छुटाउन नि धेरैजनाले कोसिस गर्दो रहेछन् यार आजबाट हिजो मलाई मेरै बेस्ट फ्रेन्डले क्या मङ्गला हिजै मेरो बेस्ट फ्रेन्डले